हेलो गाइज, हामी अब जाँदैछौँ दिदीको घर है टिका लगाउनलाई। अनि यहाँदेखि सक्नुहुन्छ सबै आएको छौँ। ओ माई गड, दिस इज माई ड्रिम बाइक। अनि गाइज दिस इज हामी चाहिँ मेरो फुपूको दिदीको घर चाहिँ यतापट्टि जानुपर्छ क्या। अनि हामी चाहिँ यहाँ सबै जान्नको दिदी अनि यहाँ दिदी गाइज हामी चाहिँ जाँदैछौँ कहाँ। सो गाइज फेरि मर्निङ फर्किनु परेको छ है। हाम्रो फेरि यतातिर कस्तो चलन छ भने बिहा गरेको दिदी चेलीहरूले चाहिँ के अरे रक्सीले जानुपर्ने हुन्छ अरे नि त। अनि त्यही भएर म चाहिँ यहाँ आउँदैछु फेरि राइसको मम्मी दिदीहरूले रक्सी लगाइदिनु नि त। अनि म चाहिँ यहाँ 72 दिन आएको। यस्तो भद्रगोल छ क्या आइज यहाँ यो म पनि हान्ने थियो क्या। मैले चाहिँ पोलिथिन ब्यागै पाइदिउँ क्या। यहाँ फ्रिजमा हेर्न सक्नुहुन्छ होइन, यति यस्तै चिजहरू यस्तोकै छ। अनि यहाँ हामी अलिकति रक्सी त रहेछ होइन बा होइन त। सो म चाहिँ दिइसकेँ गाइज। मेरो लागि हेर्नु नि गाइज, यो दिदीहरूले कसैले जाने अरे क्या। त्यही भएर पो तपाईँहरूले दसैँ कस्तो चलिरहेको छ। यो मेरो फर्स्ट सेकेन्ड भ्लग होइन, सेकेन्ड भिडियो हो चाहिँ। सो गाइज एभ्री वान, अनि हामी चाहिँ दिदीको घर जान्नलाई रेडी भएको होइन। So guys, दिदी हेलो दिदीको अर्को चाहिँ अगाडि हिँडेको छ क्या भाइ चाहिँ। अनि अहिले यस्तो पलाउनु बेला चाहिँ हामी अलिक हुँदाखेरि जङ्गलमा खालि यस्तो काटेर गएको साथीहरू अनि सुत्थ्यौँ क्या हामी घर बनाएर खेल्थ्यौँ। यस्तो रमाइलो हुन्थ्यो। अनि यहाँ दिदी अनि हेलो भन्दैन। अनि हाम्रो परी प्रिन्सेस यहाँ भाइ हेलो प्रिन्स। अनि अर्को अगाडिको प्रिन्स चाहिँ अगाडि क्लिन सामानले भाइलाई अलिक हातले गाह्रो गरेको। अब म चक्लेट दिन्न, मलाई हेल्पै गरिदिन्न नि मेरो छोरीले। ल ठिक छ हेर, यस्तो त आमा हुन्छ नि गाइज। यस्तो भिडियो बनाउनु लाग्छु मलाई यस्तो के साथीहरू घरबाट होइन भ्लग त बना भन्छन् र एकदम रेकर्ड गर्छन् क्या दिदीहरूले चाहिँ। अब केही छैन, हामी चाहिँ छोरो र म चाहिँ जान्छौँ। छोरो यता हेर्दै त हेलो भनिदेऊ न। हेलो गाइज भनिदेऊ न यता हेरेर क्या। वेलकम ब्याक सज्जल ब्लग्स। एउटा देऊ त एउटा देऊ हो यो दे। अनि उनीहरू चाहिँ कोसिलीहरू के दिदीको यता हेर बाइक आएर यता हेर्दैउ त। नमस्ते साथीहरू भनिदेऊ। नमस्ते साथीहरू, मेरो नाम त टाइगर बाला। एउटा ल गीत गाइदेऊ त, एउटा मिठो गीत गाउँछौ नि त तिमीले। गीत गाइदेऊ त एउटा। एकदम भाइ चाहिँ एकदम बाबु बाइक आए स्कुटी आए त यता आऊ छोरा। यस्तै छ बाटोहरू यहाँ चाहिँ एकदम गाह्रो हुन्छ नि त गाइजहरू। यता बाइक आउँछ नि त अब
यता 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 छोरा बाबु यता कुनाम यता साइडमा यता के यता हेर्न न अनि अब फेरि किचडको बाटो गाइज अब हामी चाहिँ घर पुगेर सो गाइज हामी चाहिँ अब फाइनली आउन आँटेको छौँ है दिदीको घर बाटो यस्तो हो कुकुर पछाडि आहा है उता पछाडि आउँदै जुत्ता मेरो भर्खरै आएको यस्तो हिलो भयो यार अनि दिदीहरू अब हामी त जाने यस्तो दुःख पाइन्छ नि यस्तो हिलोमा आएर यस्तो गाउँ लाएर आएर हेर्नु क्या उचाल्दै हिँड्नु पऱ्यो कि दिदीले अनि हामी त अब त एउटा दुइटा पोज दिनु नि त अब हामी आउँदै छौँ यहाँ मामा घर एउटा गीत गाइदेऊ नि त तेरी मेरी बेबी 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 जैन गाइदेऊ नि त कसैले लिएर आइदिएको र यहीँ खसेर उहाँ पुगिन्जेलछ कसैले लिइरहन्न गाइज अब हामी एक नेक्स्ट त्यो चाहिँ मेरो त्यो बाख्रा त लिएर आएको चाहिँ ठुलो मम्मी हजुर होइन बाबु मेरो चाहिँ मम्मी सो हामी चाहिँ दिदीको घर आइपुग्न आँट्यौँ होइन यहाँ चाहिँ लडे गरेको चस्मा लगाएर हाम्रो चाहिँ आफन्त पनि नै हुन् कोही पनि मान्छे नहुनु दिदीहरू नै नहुनु पो रहेछ फुपू दिदीहरू कति जानुभयो साथीहरू अब हामीले चाहिँ प्लान क्यान्सल गऱ्यौँ अब दिदी चाहिँ नहुनु भएको रहेछ अनि अब फेरि हामी कान्छी फुपूकोमा जानु लाग्यो होइन कान्छी दिदीकोमा जानु लाग्यो सो अनि हामी चाहिँ यता दिदीकोतिर जान्छौँ कि हेर्नु है अनि दिदीको घर अब हामी चाहिँ तपाईँहरूलाई दिदीको घर पुगिसकेपछि होइन हामी पुग्छौँ अब टाइम लाग्छ नि त सो गाइज अब हामी चाहिँ फुपू दिदीको घर आइसक्नुलाई होइन बस सबै दिदीहरूको रियाक्सन हेर्नुपर्छ कस्तो हुन्छ धेरै दिन महिना वर्षैपछि भेट्या जस्तो भएको छ क्या सो त्यही भएर हेर्दै जानु होला एकदम रमाइलो छ क्या यतातिर चाहिँ होइन उता पिङ छ कि यस्तो पापल भिएको पनि छ कति राम्रो पप्पी छ क्या अनि यतातिर चाहिँ मेरो साथीको घर छ क्या आरती भन्ने साथीको घर छ त्यो चाहिँ कता हो थाहा भएन खोला मतलब थाहै भएन कि कतातिर हो नि यताको डाँडामा छ क्या मेरो साथीको घर चाहिँ आरतीको घर सो साथीहरूलाई पनि मिस गरिरहेको छु होइन अनि म चाहिँ दिदीको घर सो यहाँ चाहिँ पानी खाने कुवा कहीँ पहिला हामी सानो हुँदा खालि यो कुवामा आउँथ्यौँ अनि सर्पाहरू हुन्थ्यौँ भनेर एकदमै इमेजिनेसन के त्यो इमेजिन गरेर स्टोरी बनाइदिन्थ्यौँ खालि अनि मेरो सानोदेखिको साथी भनेको नै फुपू दिदीको छोरी क्या गोरी हेर्ने होइन नाम चाहिँ बिन्ता हो एकदम सानोदेखिको एकदम साथी क्या हामी त अनि दिदी फुपू दिदीको घर हो है अनि दिदीहरू नि हुनुहुन्छ है सो भाउजूहरू पनि छन् होला अनि दिदी चाहिँ ढोकामा अनि हाम्रो दिदी बहिनी है अनि हाम्रो बा नमस्कार अनि भाउजू नमस्ते
खोइ त दाइ दाइ छैन गइसक्यो कहाँ जानु भयो काठमाडौँ गइसक्यो दिदीहरू चाहिँ भर्खर आउँदै हुन्छ खोइ त दिदी अनि यहाँ चाहिँ दिदी यहीँ राख्दै अनि गाइज यहाँ चाहिँ सानो बेबी छ हेर्नु है यस्तो क्युट बेबी छ के यो चाहिँ मेरो दाइको छोरी अनि दिदी यहाँ अनि बेबीको मम्मी चाहिँ यहाँ आउँछ बेबी हेर्न यहाँ लाइट छैन नि त छोरो अनि हामी चाहिँ एकछिनमा भेटौँ